नमस्कार साथीहरू, तपाईलाई मेरो युट्युब च्यानल नेपाल शेयर ज्ञानमा स्वागत छ। तपाईहरुमाझ मैले यस च्यानल मार्फत आइपिओ अपडेट, एफसी अपडेट, टेक्निकल एनालाइसिस साथै फन्डामेन्टल एनालाइसिस जस्ता जानकारीमूलक भिडियोहरू बनाएर यस च्यानलमा आइरहेको हुनेछु। आज मैले तपाईहरुमाझ एउटा आइपिओ अपडेट रहेको छ जुन चाहिँ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि र आयोजना प्रभावित स्थानीय बासिन्दाहरूको लागि चाहिँ यो आइपिओ निष्कासन भएको छ। यो कम्पनी भनेको सान्वी इनर्जी लिमिटेड रहेको छ। यो कम्पनी चाहिँ कम्पनी ऐन 2063 अन्तर्गत स्थापित र सञ्चालित सान्वी इनर्जी लिमिटेड रहेको छ भने यो कम्पनीको जुन हामीले विस्तृत रूपमा चर्चा गरौँभन्दा पहिला चाहिँ साथीहरू तपाईहरु मेरो च्यानलमा भर्खरै आउनुभएको छ र तपाईहरुले नयाँ हुनुहुन्छ र मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरेर सँगै रहेको बेल आइकनलाई पनि क्लिक गरेर भोलिको दिनमा मेरो नयाँ भिडियोहरूको चाहिँ नोटिफिकेसन तपाईहरुमा आउनको लागि चाहिँ बेल आइकन पनि बजाइराख्नु होला। भने अब हामी चाहिँ यो जुन सान्वी इनर्जीको बारेमा विस्तृत रूपमा चर्चा गरौँ। यो कम्पनी चाहिँ को चाहिँ रजिस्टर्ड ठेगाना चाहिँ काठमाडौँ महानगरपालिका वार्ड नम्बर 2 मेट्रो पार्क बिल्डिङ नाजीपाट काठमाडौँमा रहेको छ। भने जुन यो कम्पनीले चाहिँ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि चाहिँ साधारण शेयर निष्कासन गरेको छ। भने यो कम्पनी जुन सान्वी इनर्जी लिमिटेडको चाहिँ जारी पुँजी 88 करोड मध्ये चाहिँ 43.07% चाहिँ अर्थात् 37 करोड 90 लाख रुपियाँको चाहिँ प्रति शेयर 100 रुपियाँ अंकित मूल्यको चाहिँ 37,90,000 किता शेयर साधारण शेयर चाहिँ सर्वसाधारणको लागि छुट्याएको छ। यसमध्ये चाहिँ धितोपत्र तथा निष्कासन नियमावली 2073 समेतको अधीनमा रही जारी पुँजी चाहिँ को 10% अर्थात् 8 करोड 80 लाख रुपियाँ बराबरको चाहिँ प्रति शेयर चाहिँ 100 रुपियाँको दरले 8,80,000 किता शेयर चाहिँ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरू इलाम जिल्लाको इलाम नगरपालिका वार्ड नम्बर 10 साबीको गोद गाविसका 1 देखि 9 नम्बरसम्मका वडाहरू समेत र माई जोगमाई गाउँपालिका वार्ड नम्बर 1 साबिकको नयाँ बजार गाविसका 1 देखि 4 6 देखि 9 नम्बरका वडाहरू र माई जोगमाई गाउँपालिका वार्ड नम्बर 3 र 4 साबिकको नामसालिङ गाविसका 1 देखि 9 र नम्बरसम्मका वडाहरू तथा नयाँ बजार गाविसको वार्ड नम्बर 5 समेत र सूर्योदय नगरपालिका वार्ड नम्बर 10 साबिकको फिक्कल गाविसका 6 देखि 9 सम्मका वडाहरू तथा तत्कालीन सूर्योदय नगरपालिका 6, 7 नम्बर वडाहरू रहेको छ। भने अर्थात् सूर्योदय नगरपालिका वार्ड नम्बर 11 साबिकको पञ्चकन्या गाविसका 2, 3, 4, 5, 6 र 8 नम्बर वडाहरू तथा तत्कालीन सूर्योदय नगरपालिका 3, 4, 5 नम्बर वडाहरू रहेको छ। स्थानीय बासिन्दाहरूलाई तथा सर्वसाधारणको लागि चाहिँ सार्वजनिक निष्कासन गर्न छुट्याएको जारी पुँजीको 33.07% अर्थात् 29 करोड 10 लाख रुपियाँ बराबरको चाहिँ 100 अंकित प्रति शेयर चाहिँ 100 अंकितको दरको चाहिँ 29,10,000 किता नेपाल सरकारको सम्बन्धित निकायबाट चाहिँ संस्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि चाहिँ 10% अर्थात् 2,91,000 किता शेयर चाहिँ यो वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आज मिति 2082 वैशाख 5 गते चाहिँ निष्कासन बिक्री खुला गरेको छ। भने अब यो कम्पनीमा चाहिँ आवेदन दिँदाखेरि चाहिँ कति किता दिने जुन आयोजना प्रभावितका बासिन्दाहरूले चाहिँ भन्दा दरखास्त दिनुपर्ने न्यूनतम किता भनेको चाहिँ 10 किता रहेको छ भने अधिकतम चाहिँ 20,000 कितासम्म आवेदन दिन सकिनेछ। भने अब यसमा चाहिँ कति खालको चाहिँ एउटा जुन आइपिओ भनेको जुन एउटा जुन भिड हुन्छ त्यो अनुसार चाहिँ परे भएको गर्दाखेरि तपाईँले आफ्नो क्षमताअनुसार मिनिमम 10 किता त्यसभन्दा माथि अलिकति बढाएर पनि तपाईँले भर्न सक्नुहुनेछ। भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चाहिँ मिनिमम 10 किता दिनुपर्नेछ भने अधिकतम चाहिँ 20,000 कितासम्म चाहिँ आवेदन दिन सकिनेछ। भने अब जुन यो कम्पनीको चाहिँ शेयर चाहिँ प्रति किता चाहिँ 100 रुपियाँ रहेको छ। भने अब हामीले चाहिँ यो यसमा कति चाहिँ लगानी गर्नको लागि आफ्नो पैसा छुट्याउने भन्दा मिनिमम जुन 10 किता किन्नको लागि चाहिँ 1000 रुपियाँ छुट्याउनु पर्ने हुन्छ र 1000 रुपियाँमा चाहिँ यदि आसपास सेवा शुल्क लाग्छ भने त्यसमा 5 रुपियाँ अर्थात् 10 रुपियाँ ब्याङ्क हेरेर आसपास शुल्क लाग्ने हुन्छ। त्यसमा चाहिँ आफ्नो बजेट त्यो अनुसार तपाईँले मिलाउनु होला। यदि आफ्नो बजेटभन्दा चाहिँ कम ब्याङ्क खातामा चाहिँ ब्यालेन्स छैन भने चाहिँ तपाईँहरूले ब्यालेन्स भरेर बरु तपाईँहरूले जुन आइपिओ भर्नु होला नत्र आइपिओ चाहिँ रद्द हुनेछ, रिजेक्ट हुनेछ, तपाईँहरूको मेहनत चाहिँ खेर जानेछ। भने अब यो कहाँबाट चाहिँ यो जुन विवरणपत्र प्राप्त गर्न सकिन्छ भन्दा नेपाल एसबीआई मर्चेन्ट ब्याङ्किङ लिमिटेड एकनाथ मार्ग समेत काठमाडौँ नेपाल सान्वी इनर्जी लिमिटेड कामनपा वार्ड नम्बर 2 लाजीपाट उत्तर ढोका मेट्रो पार्क बिल्डिङ्स काठमाडौँ नेपालबाट चाहिँ लिन सकिन्छ। भने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक वेबसाइट www.nsmbl.com.np निष्कासनकर्ता कम्पनीको वेबसाइट www.sanvienergy.com
र नेपाल धितोपत्र बोर्डको वेबसाइट www.7.gov.np बाट समेत निष्कासनको स्वीकृति विवरण चाहिँ डाउनलोड गरेर तपाईँले हेर्न सक्नुहुनेछ। भने आयोजना प्रवेश क्षेत्रका स्थानीय बासिन्दाहरूलाई चाहिँ देखाए बमोजिमका स्थानहरूबाट भौतिक रूपमा चाहिँ दरखास्त फारम चाहिँ प्राप्त गर्न अथवा बुझाउन सक्नुहुनेछ। भने नेपाल धितोपत्र बोर्ड सिआसबा सदस्य प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू तिनका तोकेका शाखा कार्यालयहरूबाट तपाईँहरूले जुन आवेदन दिन सक्नुहुनेछ र त्यहाँ गएर तपाईँले बुझाउनु पनि सक्नुहुन्छ भौतिक रूपमा। भने आयोजनाको पावर हाउस रहेको माइजोगमाई गाउँपालिका वार्ड नम्बर 3 सिस्नेबेसी इलाम, नबिल बैंक लिमिटेड फिकल शाखा इलाम, कुमारी बैंक लिमिटेड फिकल शाखा इलाम र ग्लोबल आइएम बैंक लिमिटेड फिकल शाखा इलामबाट पनि तपाईँले आवेदन दिन सक्नुहुनेछ। र आयोजना प्रवेश क्षेत्रका स्थानीय बासिन्दाहरूले चाहिँ तोकिएको सङ्कलन केन्द्र मार्फत भौतिक रूपमा सेयर खरिद आवेदन दिनका लागि चाहिँ दरखास्त फारम चाहिँ बापत चाहिँ रु 2 रुपियाँ चाहिँ शुल्क बुझाएर बल्ल आवेदन प्राप्त गर्न सक्नुहुनेछ। भने तपाईँले आवेदन दिनको लागि चाहिँ वैदेशिक रोजगारीमा रहेका जुन र स्थानीय बासिन्दाहरूले पनि आवेदन दिनको लागि चाहिँ मेरो सेयरको सफ्टवेयरबाट पनि तपाईँले अनलाइनबाट घरै बसेर मोबाइल ल्यापटप कम्प्युटरबाट पनि तपाईँले आवेदन दिन सक्नुहुनेछ। भने अब यो जुन आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई चाहिँ कहिलेदेखि कहिलेसम्म चाहिँ आवेदन दिन सक्ने भन्ने बारेमा हेर्दाखेरि चाहिँ यो कम्पनीमा आवेदन दिनको लागि तपाईँले 2022 साल वैशाखको 5 गतेदेखि आवेदन खुला रहेको छ। भने छिटोमा चाहिँ निष्कासन छिटोमा बन्द हुने मिति भनेको चाहिँ 2082 साल 1 महिना 19 गतेसम्म चाहिँ तपाईँले आवेदन दिनुपर्ने हुन्छ। र त्यो भित्रमा चाहिँ प्राप्त आवेदन परेन भने चाहिँ ढिलोमा चाहिँ समय थप्नेछ। त्यसमा चाहिँ 2082 2 महिना 3 गतेसम्म जेठको 3 गतेसम्म चाहिँ आवेदन दिन सकिनेछ। सकेसम्म तपाईँहरूले सही टाइममा नै आवेदन दिएर आफ्नो जुन सिट सुरक्षित गर्नुहोला। भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चाहिँ जुन निष्कासन चाहिँ छिटोमा चाहिँ जुन आवेदन दिने चाहिँ सुरुमा 2022 साल 1 महिना 5 गते वैशाखको 5 गते आवेदन खुला हुनेछ। भने जुन निष्कासन बन्द हुने मितिहरू चाहिँ 2082 1 महिना 19 गतेसम्म रहेको छ। त्योभन्दा पछाडि चाहिँ आवेदन जुन समय थप्ने छैन। यो चाहिँ 19 गते भित्रमा तपाईँहरूले वैदेशिक रोजगारीमा रहेका नेपालीहरू चाहिँ आवेदन दिनुपर्ने हुन्छ। सिआसओ सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट चाहिँ तपाईँले अनलाइनबाट नि यसमा चाहिँ मेरो सेयरको सफ्टवेयरबाट पनि तपाईँले आवेदन दिन सक्नुहुन्छ वैदेशिक रोजगारीमा रहेका जुन सर्वसाधारणले। भने अब यो कम्पनीको कति प्रति मेगावाट चाहिँ लागत कस्तो छ त भन्ने बारे हेर्दाखेरि चाहिँ जोगमाई खोला साना जलविद्युत आयोजनाको 7.6 मेगावाट कुल लागत चाहिँ 1,57,29,52,544 रहेको छ। भने प्रति मेगावाट लागत चाहिँ 20,69,67,67,440 रहेको छ। भने त्यस्तै गरी निर्माण जोगमाई क्यास्केड जलविद्युत आयोजना 5.2 मेगावाटको कुल अनुमानित लागत चाहिँ 1,91,13,000 चाहिँ रहेको छ। भने यसको प्रति मेगावाट लागत चाहिँ 19,40,60,60,192.31 रहेको छ। भने विद्युत उत्पादन अनुमति प्राप्त चाहिँ बाँकी अवधि भनेको चाहिँ अनुमति प्राप्त बहाल रहने अवधि जोगमाई खोला सानो जलविद्युत आयोजनाको चाहिँ 7.6 मेगावाटको चाहिँ 2069 12 महिना 29 गतेदेखि चाहिँ 21/4/12/28 सम्म रहेको छ। भने यो चाहिँ 23 वर्ष 1 महिना बाँकी रहेको छ। भने जोगमाई क्यासेट जलविद्युत आयोजनाको चाहिँ 5.2 मेगावाटको चाहिँ 2076 10 महिना 1 गतेदेखि 2012 21/12/9/30 सम्म रहेको छ। यसको चाहिँ 30 वर्ष 11 महिना चाहिँ यसको बाँकी रहेको छ उत्पादन अवधि चाहिँ। भने अब यो आयोजनाको चाहिँ लगानी फिर्ता हुने अवधि पेब्याक पिरियड चाहिँ कति रहेको छ। भने जोगमाई खोला जलविद्युत आयोजना 7.6 मेगावाटको साधारण लगानी फिर्ता हुने अवधि चाहिँ 5.3 वर्ष रहेको छ। भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि चाहिँ 8 वर्ष 8.29 वर्ष रहेको छ। भने यसको चाहिँ आन्तरिक जुन प्रतिफल दर इन्टरनल आइआरआर चाहिँ इन्टरनल रेट अफ रिटर्न आइआरआर चाहिँ 16.42% रहेको छ। भने जोगमाई क्यासेट जलविद्युत आयोजनाको 5.2 मेगावाटको चाहिँ जलविद्युत लगानी फिर्ता हुने अवधि चाहिँ 6.73 वर्ष रहेको छ। भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि चाहिँ 11.10 वर्ष रहेको छ। भने यसको चाहिँ इन्टरनल रेट अफ रिटर्न चाहिँ 13.78% रहेको छ। अब यो कम्पनीको जुन इन्टर इस्युअर रेटिङ कस्तो रहेको छ भने यो कम्पनीलाई चाहिँ केयर रेटिङ नेपालले चाहिँ यसको जुन केयर रेटिङ गरेको छ। यसले चाहिँ जुन केयर रेटिङ नेपालले चाहिँ यसलाई चाहिँ केयर NP++ प्लस इस्युअर रेटिङ गरेको छ। भने यसले चाहिँ जुन प्रमाणपत्रले चाहिँ समयमै कम्पनीको वित्तीय दायित्व बन्द गर्ने क्षमता औसत जोखिम रहेको भन्ने जनाउँदछ। भने नेपाल SBI मर्चेन्ट ब्याङ्किङ लिमिटेड रहेको छ। यसले चाहिँ यो जुन कम्पनीको चाहिँ धितोपत्र निष्कासनको लागि सम्पूर्ण व्यवस्थापन गरेको छ। भने अब हामीले यो कम्पनीको जुन वित्तीय अवस्था कस्तो रहेको छ, नेटवर्थ
प्रति आम्दानी सञ्चित नाफा कस्तो रहेको छ भन्ने बारेमा चाहिँ चर्चा गरौँ। यो कम्पनीको प्रति नेट वर्थ हेर्छौँ भने चाहिँ आर्थिक वर्ष 78-79मा 104.24 रहेको छ भने आर्थिक वर्ष 79-80मा चाहिँ 104.49 र आर्थिक वर्ष 80-81मा चाहिँ 120.74 रहेको छ भने अपस्कृत जुन पौष मसान्तसम्म चाहिँ 2081 को चाहिँ हेर्ने भने 124.20 रहेको छ भने यसको प्रक्षेपित चाहिँ 81-82मा चाहिँ 121.33 रहने प्रक्षेपण गरेको छ भने 82-83मा चाहिँ 132.3 हुने प्रक्षेपण गरेको छ र 83-84मा चाहिँ 140.31 हुने प्रक्षेपण गरेको छ भने प्रति सेयर आम्दानी हेर्छौँ भने चाहिँ यो कम्पनीको जुन आर्थिक वर्ष 78-79मा चाहिँ 10.73, आर्थिक वर्ष 79-80मा 5.72 र आर्थिक वर्ष 80-81मा चाहिँ 17.03 रहेको छ भने अपरिष्कृत चाहिँ यो पौष मसान्तरको 2081 सम्म चाहिँ 3.81 रहेको छ र प्रक्षेपित चाहिँ 2081-82मा 9.53 र 82-83मा 11.02 र आर्थिक वर्ष 83-84मा चाहिँ 12.85 हुने प्रक्षेपण गरेको छ भने सञ्चित नाफा र नोक्सान हेर्छौँ भने यसको चाहिँ पोजिटिभ नै रहेको छ, जुन अझसम्म वास्तविक र प्रक्षेपित पोजिटिभ नै रहेको छ। यो चाहिँ कम्पनी एउटा पोजिटिभ नै रहेको र यसले चाहिँ यो कम्पनी चाहिँ राम्रै रूपमा हामीले हेर्न सक्छौँ। यसको जुन ओपन रेन्ज कति पाउँछ त भन्दाखेरि चाहिँ यसले चाहिँ जुन 80-81मा यसको वास्तविक जुन बुक भ्यालु 120.74 रहेको छ भने यसको 3 टाइम्ससम्म चाहिँ यसले ओपन रेन्ज पाउनुहुन्छ। 120 रुपियाँदेखि 360 सम्मको यसले ओपन रेन्ज पाउने रहेको हुन्छ र यसको जुन पोजिटिभ एउटा एपिएस रहेको छ र सञ्चित नाफा पछि भएको कारणले यसले चाहिँ भविष्यमा राम्रै एउटा प्रतिफल दिने र सेकेन्डरी मार्केटमा यसको जुन क्यापिटल गेन पनि राम्रो हुने देखिन्छ। तपाईँहरूले सकेसम्म यसलाई नछुटाइकन आइपिओ भर्नुहोला। साथीहरू, तपाईँहरू मेरो च्यानलमा अहिले पनि नयाँ हुनुहुन्छ, च्यानल सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ च्यानल सब्सक्राइब गरेर मेरो च्यानललाई लाइक, कमेन्ट, सेयर पनि गरिदिनु होला। यति दिनसम्म हेरेर साथ दिनु तपाईँलाई धेरै धेरै धन्यवाद।